निरज दाई र उस दाईको खतरा आएको छ यार निरज दाईको नि आएको छ यार त्यहाँ यहाँ आँखाले देखाएको छैन तर फोनमा देखिरहेको छ हेलो साथीहरू नमस्ते तपाईहरुलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ म आज आएको छु तपाईहरुलाई सिकाउने वाला छु चिनअप कसरी गर्ने र मसँग हाम्रो ह्यान्डसम भाइ हुनुहुन्छ हैन एकदम बोडी टाइपको बडी छ भाइको र यस्तै बडी चाहनुहुन्छ यस्तै चेस्ट चाहनुहुन्छ यस्तै याब चाहनुहुन्छ भने चाहिँ तपाईहरुले पनि हामीहरु जस्तै एक्सरसाइज गर्नुपर्ने हुन्छ है त आज चिनअप एक्सरसाइज हो र आज हामीले चाहिँ चिनअप हान्नेवाला छौं र चिनअप हान्दाखेरि सबैभन्दा पहिला तपाईहरुले चाहिँ यसलाई चाहिँ यो भित्रमुखी समातेर यसरी यसलाई चाहिँ चेस्टलाई माथि यसरी हान्नु पर्ने हुन्छ 1 2 3 4 5 6 7 8 9 10 11 यो चाहिँ सेकेन्ड एक्सरसाइज है फर्स्ट एक्सरसाइज सकेसँगै सेकेन्ड फर्स्ट एक्सरसाइजमा हामीले चाहिँ यसरी समाएको थियौँ र अहिले चाहिँ सेकेन्ड एक्सरसाइजमा हामीले चाहिँ यसरी समाएर हामीले पर्फर्मेन्स गर्नुपर्छ लाइक दिस यस्तो तरिकाले र हामी तीनजना सँगै गर्नेवाला छौँ 1 2 3 सँगै 4 7 8 9 10 12 पुर्याउनै पर्छ है 12 अब चाहिँ चिनअप भइसक्यो है अब हामी चाहिँ ब्याग हान्नेवाला छौँ लाइक यो चाहिँ खतरा यसको लागि हामीले चाहिँ यसलाई यसरी पनि समात्ने छौँ र अघिको जस्तै पर्फर्मेन्स माथिसम्म यसरी बिचको दाइ त बस्दा नि हुने यार गर सक्ने जति जाने एक दामी भाइ दामी कमन वाउ दामी सेफ खतरा सही हो कटिङ दामी छ फेस देखाइदिनु फेस एकचोटि बबाल यो वाला दामी आएको थियो त्यो भिडियोको सुरुमै हालेको थिएँ मैले बाफ रे बा ल निरज दाइ खतरा देखिरहेको छ एउटा यस्तो वाला दिनु न दामी दाइ दामी दाइको नि सिक्स प्याक बुङ